ल ल अब खान दिनु पर्यो छोटो भाइ एकचोटि हाँस्नु नि हो घामले के हाँस्नु पनि है एक मुठी छ यो अनि यो साग यो जिब्रोमा पनि नपुग्ने खालको 35 रुपियाँको माल आयो बल्ल आयो चिसो चिसो आएको तपाईँलाई सरक टान्नु पर्यो गर्मीको बेला ल गाइज हाम्रो त ठ्याक्कै खाना आइसकेको छ अब खानु पर्यो धेरै भोक पनि लागेको छ है एक मुठी छ यो अनि यो साग अचार चाहिँ एकदमै धेरै छ रोटिलो परेको छ यता हाम्रो भाइहरू अनि यता अरू नै छ म चाहिँ यता साग ल यो चाहिँ झिँगे माछा रहेछ है दामी बल्ल आएको ल सबैजनाको म एकचोटि है सबैजना ल गरे ल हाम्रो सोल्टी छोटो भाइ एकचोटि हाँस्नु नि हो घामले के हाँस्नु पनि है अब खान दिनु पर्यो माल आयो ल ल 35 रुपियाँको यो जिब्रोमा पनि नपुग्ने खालको 35 रुपियाँको माल आयो बल्ल आयो चिसो चिसो आएको तपाईँलाई सरक टान्नु पर्यो गर्मीको बेला खाना ठीक होना चाहिए ठीक चाहिए जो ला ले यो अचार चाहिँ दामी रहेछ यार अरू भन्नु अचार चाहिँ दामी रहेछ यार हजुर वो बुद्धा यार कहाँ से हो क्या यार खाना पनि खाइसक्यो अब यहाँदेखि चाहिँ फेरि अर्को पार्कमा जानेछ खाजा चाहिँ आजको एकदमै बवाल भयो त्यसैमा खुसी लाग्यो टोटल चाहिँ हाम्रो यही नै हो खाना खाइहाल्नु सबैजनाले अब यहाँदेखि चाहिँ अर्को पार्कमा गएर चाहिँ घुमघाम गर्नेछौँ त्यस पछाडि हामी
रुमतिर फर्किनेछौँ है त। हामी चाहिँ ट्याक्कै अहिले पार्कतिर जाँदैछौँ र ग्र्याबमा चढेर चाहिँ त्यहाँ पुगिसकेपछि त्यहाँको दृश्यहरू चाहिँ म तपाईँहरूलाई मजाले देखाउँछु। यहाँको माहौल त्यस्तै छ है, देख्नु सक्नुहुन्छ तपाईँहरू पनि। त्यो बबाल छ। Pasal sekarang hari raya semua rehat. Semua lihat, semua tutup. Semalam satu kedai sana buka. Order 2 jam baru dapat. Oh, yang pergi sana nah itu Petronas yang belakang itu Petronas. Sekarang sudah mau balik lah. Yes, now back saya jalan. You mau balik sana mana? Ada Ipoh. Ipoh. Ya. Nanti sana Nestapa sudah habis jalan, boleh dapat Grab kan? Kadang susah juga. Ya. Oh, nanti kalau mau balik macam mana? Ipoh mana? Hah? Ipoh mana tempat? Ipoh sana itu Miru, Aman Jaya. Aman Jaya. Oh. Kali itu you main berapa tu? Kan saya bukan Grab, saya cakap nanti National Park sana jalan. Aha. Saya mau pergi tu ATM. Penang त्यो Center. दामी रहेछ यहाँ पाहाड चाहिँ हाम्रो नेपालको छ अलिकति देख्यो पुरै के हो यो जङ्गलै जङ्गल छ। सिन्धुली गाडी लामो खाले रहेछ। बाटो चाहिँ बगाल चाहिँ सेम टु सेम सिन्धुली गाडीको बाटो जस्तो रोड जस्तै छ। सिन्धुली गाडीमा एकचोटि हिँडेको थियो, बापरे एकचोटि तिनचोटि हिँड्यो नि त बमित हुन्छ नि यार। You tak ambil Grab terus balik Ipoh senang sikit. Grab ah? Tulis Ipoh ah? Sini pergi Ipoh lebih kurang 400 macam ni. 400. Saya selalu hantar orang pergi Ipoh, pergi Kuala Lumpur. बाटो चाहिँ बमित हुने रहेछ। Itu bas naik tiket sudah beli ya? Saya sudah dapat. Okey. साइकल र गाइस हाम्रो चाहिँ जुन पार्क थियो त्यो पार्क चाहिँ हामी छिर्दैछौँ है। अब यभित्र सबै चिज छ भनेर चाहिँ आएको हेर्नको लागि, खै केही देखेन, दुईवटा कुत्ता मात्र देखियो। कुत्ता कि कुत्तै हो यो, केही छैन त यहाँ त यार। खालि यो जङ्गल मात्र हेर्ने हो कि बाङ्ना साङ्ना हरेक चिज सबै जनावरहरू देख्न पाइन्छ भनेर चाहिँ आएको, खै केही छैन त यार। ओहो थाहा होला चाहिँ गुप्सो रापिहाल्ने, बाघ त आउँदैन हो। केही त छैन यहाँ। ढेडु रहेछ यार, ढेडुहरू रहेछ। कालो ढेँडो। अँ कालो ढेँडो रहेछ। खाना त हाल्नु नै यार। आमो भ्यो होला। कालो ढेडु मात्र देख्यो, अरू त केही देखेन। ओ यहाँ रहेछ। टाउकोमा गु त हगिदिँदैन हो बिचार, यो त गाभी नरहेछ यार। ल ऊ त चढ्दैछ। ओराफ्रा मच्छर के साह्रो मच्छर यार, छिटो लचम पऱ्यो, ठाडोसम्म लचम हो। केही त छैन रहेछ, बाँडर मात्र हो क्या, एउटा ढेडु देख्यो त्यति मात्रै हो क्या। ल ढेडु यहाँ देखियो। ल यहाँ ढेडु छ, दुईवटा ढेडु। त्यति केही छैन रहेछ यार यो भित्र त यार। यो त त्यत्तिकै पैसा मात्र खाइदियो त, गु हगेर रहेछ, दिमाग खराब गरिदिएछ। पार्क भन्छ, पार्कतिर सबै गु गनाएर भा, यस्तो पनि पार्क हुन्छ? थेत्
केही छैन खालि जङ्गल मात्र हेर्नुपर्ने रहेछ यहाँको सरकार यस्तो जङ्गल हेर्न लगाएर पैसा कमाउँछ हाम्रो नेपाल सरकार खै त केही छैन पुरै जङ्गल हेर्ने पैसा सखा पार्ने जाने त्यति मात्रै केही छैन घर देखाइ म त केही देख्दिनँ त अब यो भित्र फेरि छिर्नुपर्ने छ के छ यो भित्र बाघहरू छ क्या हो यहाँ त्यस्तो रहेछ छैन रहेछ अरू त के यार थाहा होला ए दामी आएर होमबाट लग्यो होमबाट अच्छा होमबाट लग्यो ल खै केही त देखिन र पनि अब घुम्दैछ हामी चाहिँ खालि यसो त्यो पुतलीहरू हेर्ने मात्र रहेछ यो पुतलीहरू चाहिँ अलिकति राम्रो देखिँदो रहेछ अरू त केही छैन रहेछ यो सबै हामीबाट अनि गुलाम जाम इमेन के रहेछ